हाजिरैतिर है बिजुला त अन्त आगो खा आधा त केही त छैन आइतबार मिसाक गर्ने पकाएको भात खाने चिन्डेको अचार गुन्द्रुकको झोल हो खानुपर्छ मिठो खै गुन्द्रुक बिहा गर्न यो चाहिँ चिन्डेको अचार यो चाहिँ गुन्द्रुकको झोल एकदमै सादा खाना दिउँसो चाहिँ हामी सादा खान्छौँ राति चाहिँ मासु बेगर हुँदैन मासु पकाएन भने त नि हाम्रो घरमा त नि भात उब्रेर डङ्गुर भोलिपल्ट पनि हुन्छ त्यही पुग्छ भोलि पनि मासु बनाएन भने झन् खाँदैन हो ढुक्कै दिउँसो चाहिँ मजाले खान्छ सबैजना यस्तो के गुन्द्रुकको झुत्रा यो चाहिँ पुरा मनपर्छ मलाई तँलाई मनपर्छ है मलाई पुरा मनपर्छ कि एउटा जुत्रा छ नि तपाईँकोमा पुराना मैले त डन्टी मात्रै भेटेन हौ जुत्रा पनि जुत्रै त हो यस्तो जुत्रा भनेको मैले चाहिँ यस्तो खालको क्या मनाउँदैछ अब मन मन त पर्छ र दाँतमा अड्किन्छ मन पर्छ त्यही हो तान्दा क्या अमिलो चाहिँ गुन्द्रुकको झोल खान्छ मलाई केही चाहिँदैन झोल मात्रै दियो पनि हुन्छ गुन्द्रुक आफूको गुन्द्रुक बनाउनु सानेको सानो सानो काटेर हालेको छु नि मैले आफ सानोबाट चिन्डे बजारमा निम्बु हालिन सहिले हजुर तोरी पिसेर हाल्नु यसमा चाहिँ सबैभन्दा ठुलो मैले त बनाएको थिइनँ नि चिन्डे कहिले बनाएको थिइनँ तोरी भुट्नु छ तोरी भुटेर पिसेर तेल हाल्दा पनि हुन्छ नि तेल हाल्नु भनेको थिएँ मैले बिर्सेछ नि त यसले तोरी र निम्बुको आधा थप्ले म त फुबाले अहिले तोरी भन्दाखेरि पनि झलक याद अब त्यो भनेको थियो भनेर अहिले के भनेको थिएँ बिर्से त भइरहेको थियो मलाई अचार देख्दै पछि त्यो पेस्ट कहाँ रहेछ दाँत दुख्यो भने त्यो पेस्टले लगाएर ब्रस दाँतको चाहिँ मेरो त ढुक्कै यहाँका थिएँ नि आमा सताउने दुख्दा दुख्दा निकालिदिएको उता त निकालिदिँदो रहेछ दुख्दा दुख्दा डक्टरहरूले कि बजारतिर त निकालिदिँदो रहेछ कि दुख्दा दुख्दा डक्टरहरूले यता कालिम्पोङ गएर चाहिँ निकाल्दैन अत्रो भएको थियो र पनि निकालिदेऊ टाटा इन्जेक्सन लगाइदिएर उता चाहिँ चिसो जग्गा हो नि त त्यो ब्लड नभए त फुबाको पहिला फुबाले भनेको नि त्यो पहिला के हो को अरे पल्टनमा दाँत दुख्दा दुख्दा निकालेर ठोको खुन बेसी गएर है खुन बेसी गएर चाहिँ मरेको दाँत निकालेर चाहिँ अचारमा पिँदै भनौँ किने मैले बेसी नपिसेको हो नि त फुबाले खान्छ हो गुरुक झोल खाने अरे छ त भाइ छ मिठो भयो गरममा किन नआएको बात है ए भात किन नआएको अमिलो रहेछ गुन्द्रुक भात नखाएर घुमेर सुके जाँच लाग्ला नि खट्टा त्यति अमिलो ठिकै हो कि आफू टिखर त
लास्टमा खोर्सानी टोकेको पुरा मिठो भयो अर्क्यो के अरे बारुल लाग्यो खोर्सानीले नानीको ट्युसन छ कि छैन आज? 3 बजे फिनिस गुन्द्रुकको झोलले चाहिँ डाइजेस्ट हुन्छ खाना त्यही बनाएको चिन्डे चाहिँ यो मैले चिन्डेको अचार खाएको यो रुखको चिन्डे चाहिँ यसलाई भन्छ बेच्न राखेको छु दोकानमा भन्नु यो घरमा पनि हामी बनाएर खाएँ दोकानमा पनि राखेको छु बेच्नु बिक्री पनि भइसक्यो एउटै मुठा मात्रै छ अब दोकानमा भर्खर दोकानबाट आएको नि म खाना खानु कि सक्यो यो चिन्डे भिडियो खतम हुन्छ सँगै आइपुग्नु दोकान भन्नु नि ओके बाई बाई